नमस्कार। बालन सरकारको जय होस्। बालन सरकार 100 दिनमा काम गर्ने 75 दिनमा गरेर भ्याएर हामीलाई समाचारै पढ्न नसकिने भइयो। राति सुतो बिहान उठ्नु नपर्ने बालन सरकारले के गर्नु आजको दिन। यस्तो पनि कायापलट कसैले गर्नुहुन्छ। धीरे धीरे 5 वर्ष त तपाईँले 30 वर्ष राज्य गर्ने आनन्द गर्नुहोस्, आनन्द पक्रिनु न। डेली आज 8 करोड आयो, भोलि यति अर्ब ल्यायो, बालनले यति अर्ब ल्यायो। होइन, पैसा के गर्ने उतिखेर ल्याएर? कमसेकम ऋण त तिर्नु नि भयो, सहकारीको नि दिनु नि भयो। त्यही पैसाले आस्ते आस्ते गर्नुहोस्। यति हात्तिएर रातै खाम जल्दी मरम गर्दा बिग्रेला होइन। त्यही भएर 100 दिनमा जुन काम भन्नु छ त्यो 60 दिनमै पुरा नगर्दा 100 दिन रोक्नुहोस्। 100 दिन भनेको त केही पनि होइन नि। 30 वर्षमा लुटेका मान्छेहरूलाई 100 दिनमै तपाईँले ठेगाना लगाइदिनु हो भने त अहिले गर्ने के काम फेरि नेपालमा? हामीलाई समाचार हेर्नै हराउँछ। हामीलाई त डेली समाचार हेर्नु पर्यो। आज बालन सरकारको के भयो, बिहान उठ्दा के भयो, राति एक घन्टामा तपाईँहरूले यस्तो मूल्यवान सब दिनुभयो समाचार। हामी विदेशमा भएर पनि हजुरहरूको समाचार हेर्नलाई अरू हेर्नै मिल्दैन चल्ता। अब अहिले फुटबल चलिरह, फुटबल हेर्ने कि तपाईँको समाचार हेर्ने? तपाईँको समाचार फुटबलभन्दा पनि एकदम लोकप्रिय छ। मैले पहिले 8औँ अजुबा भनेर त तपाईँलाई नामै राखिदिएको छु। 7औँ अजुबा यो हो, 8औँ अजुबा बालन शाह भनेर। तपाईँ होइन कुन मिट्टी के खाएर यस्तो हुनुभयो क्या? हामीलाई पनि यसो त्यही बाटो सिकाउनु पऱ्यो। बुद्धले चाहिँ बाटो सिकाउनु पऱ्यो। बुद्धभन्दा नि अगाडि हुनुहुन्छ तपाईँ त। यत्तिको मान्छे त संसारमा नजन्मिन्छ। कुनै तपाईँ हिन्दू धर्मअनुसार तपाईँ विष्णुको रूप, कसैको रूप कंसहरूलाई मार्नलाई जन्मिनु भएको हो। यो हामीलाई पत्यार लाग्छ। तपाईँ यस्तो रूप हो। हामी विदेशमा छौँ। ल ठिक छ, हाम्रो छोराहरूलाई विदेश जानु नपरोस् सर, यस्तो लागिरहेछ कि अब हामी त अब दुःख पाइयो। एमालेका झोले भइयो, कहिले काङ्ग्रेसका झोले भइयो। झोलेले गर्दा हामी दुःख पाइयो। अब सबै नेपाली हुन्, नेपालीलाई सबैलाई अब भोटै नदिनलाई नि एमालेका झोलीहरू यता भन्न परेन। ठुल्ठुलोलाई कारवाही गर्नुहोस्। कार्यकर्ताहरूलाई त्यति गाली गर्नु नभन्नुहोस्। किन गाली गर्नु पऱ्यो यार? त्यति बेला जे स्थिति थियो त्यही गरियो हामीले पनि। अब जे स्थिति छ त्यही गर्नुपर्ने हुन्छ। त्यो भएर आस्ते आस्ते काम गरिदिनु पऱ्यो। यदि छिटो गर्ने हो भने त 5 वर्षमा त कायापलट हुन्छ नि। फेरि साउदी अरब दुबईका शेखहरू यहाँ नोकरी गर्न आउलान् नि फेरि। यस्तो देखेको छु मैले स्थिति। अब कहाँसम्म यो थाहा भएन। अब भूकम्प एकदम खतरा, हाम्रो भूकम्प छ। यसलाई एकदम ध्यान गरेर पहिलेदेखि भूकम्पको तयारी गर्नु पर्यो। पानीको भन्दा पनि भूकम्पको नेपालमा ईश्वर नगरोस् 8-9 हेक्टरको भूकम्प आयो भने हामीले मात्र सकिन्न। त्यही भएर भूकम्प सम्बन्धी तपाईँले ज्ञानहरू यताउति र तयारी पनि बाँड्नु पर्यो। म्यानमारमा गयो, त्यत्रो मान्छे मरे। हामीले पनि नेपालीहरूले त्यत्रो ज्यान बिताउनु पर्यो। हस् त बालन सरकार, आस्ते आस्ते हामीलाई फुटबल हेर्ने समय दिनुहोस्। फुटबल पछि तपाईँले फेरि पक्रिनु होला। एकछिनलाई अलि रोक्नु र एकजना मात्रै पक्रिनु सर। हामीलाई फुटबल हेर्ने समय पनि भएन तपाईँको समाचारले गर्दा। अब एकैछिन छुट्टी हुन्छ, खाना खानु कि सुत्नु कि पढ्नु कि बस्नु। फुटबल हेरौँ भने तपाईँको कार्यक्रम छुट्छ, तपाईँको हेरौँ भने फुटबल छुट्छ। यस्तो भइरहेछ। हस् त, नमस्कार।